फाइनल्ली हामी चाहिँ दोलखा भीमेश्वर मन्दिरमा आइसकेको छौँ। मेरो चाहिँ अलिकति मन्दिरभित्र छिर्न नमिल्ने कारणले गर्दाखेरि हामी बाहिरै बसिरहेछौँ। यहाँनिर यो चाहिँ दोलखाको फेमस दोलखा भीमेश्वर मन्दिरमा चाहिँ हामी इन्टर भइसकेको छौँ। यहाँ चाहिँ प्रसिद्ध भीमसेन थान रहेको छ। अझै परम्परादेखि एकदम प्रचलित नेपालको अस्तित्वलाई चाहिँ दर्शाउने भीमेश्वर मन्दिरमा हामी इन्टर भइसकेको छौँ। आज चाहिँ निकै प्याक छ। हाम्रो गाइड हुनुहुन्छ शिव खड्काजी। भन्नुहोस् यहाँको बारेमा अलिकति बताउनुहोस् शिवजी। यहाँको चाहिँ मेन चाहिँ भनेको यहाँको नेवार चाहिँ भइहाल्यो। विराटनगरको नेवारहरूको पनि मेन कुन पूजा चाहिँ यहाँ गर्न आउनुहुन्छ क्या, एउटा कुन चाहिँ सिद्धि पारेर त्यो पनि यहाँ चाहिँ छ भन्छ क्या। कुनको लागि पनि यहाँ 11 बजीसम्म चाहिँ भीमसेनको पूजा हुन्छ। यहाँ विशेष गरी 3 अवतार शिवजीको अवतार पनि रुद्री पूजा हुन्छ 11 देखि 11:30सम्म। अहिले चाहिँ भीमसेनको पूजा हुन्छ, बलि पूजा हुन्छ 11:30 देखि 12। विशेष यहाँनिर हाम्रो नेवार समुदायको लागि होइन, यहाँनिर चाहिँ ढुङ्गे धारा पनि बनाइएको रहेछ। यो एकदम बवाल छ। भित्र चाहिँ छिर्न मिल्दैन। आज मेरो चाहिँ हाम्रो परिवारमा शोक परेको कारणले गर्दा मन्दिरभित्र गएर पूजा चाहिँ गर्न मिल्दैन। सो म बाहिरैबाट भिडियो गर्दैछु। यो दोलखा जिल्लाको प्रसिद्ध भीमेश्वर मन्दिर, भीमसेनको पूजा हुन्छ। यहाँनिर चाहिँ शिला रहेको छ। म योभन्दा अगाडि पनि आइसकेको छु र यहाँनिर पसिना आउँदाखेरि चाहिँ देशलाई आपत पर्ने भन्ने खालको एउटा मान्यता रहेको छ। यो हो ढुङ्गाको स्तम्भहरू हो यिनीहरू चाहिँ। यहाँभन्दा तल पार्क पनि रहेको छ। विशेष चाहिँ यहाँनिरलाई मानिन्छ। यहाँनिर मेन यो मन्दिर हो। म अहिले भित्र जानु मिल्दैन। सो पछि गएको बेला चाहिँ मिल्छ। तर आज भक्तजनहरूको एकदमै भिड रहेको छ। आज विशेष दिन दसैँको चाहिँ समापनसँगै यतातिर चाहिँ फोटो पनि खिचिदिने व्यवस्था रहेको रहेछ। यहाँ ढुङ्गे धारा 3टा र भक्तजनहरूको एकदमै भिड छ। यता ऊ छैन केटा, यता बजाउने गाउने हुन्छ होइन? यता चाहिँ भजन कीर्तन त्यो तल्लो अगाडि समिति प्लस भजन मण्डली त्यो तल्लो। ल बाहिरैबाट नै मनदेखि मात्रै सम्झना छ यसपालिलाई। अब फेरि हामी चोखो हुँदाखेरि आइपुग्ने बाचा गर्दै हामी छुट्छौँ अब एकैछिनमा। यहाँनिर बाहिरैबाट नै मनदेखि मात्रै दर्शन गरेँ। हातसम्म जोड्नलाई पनि अलिकति शोक परेको हुँदा धर्म पालना गर्ने हिसाबले गर्दाखेरि भित्र छिर्न सकिनँ। यसको लागि भीमसेनसँग माफी माग्दै बाहिरबाट मनदेखि सम्झना छ, प्रार्थना छ, रक्षा गर्नुहोस् भन्न चाहन्छु। एकदमै यहाँनिर भाइब चाहिँ एकदम मजाको छ। शान्त हुन्छ यहाँ आइसकेपछि। अब घन्टी बजिरहेछ। त्यो ठुलो देखिने स्तम्भ चाहिँ ढुङ्गाको स्तम्भ हो। यो सबै ढुङ्गाको हो। यो भित्र शिला पनि ढुङ्गाकै छ। म 2-3 चोटि छिरेको छु। आज चाहिँ छिर्न सकिनँ। भीमेश्वर मन्दिर दोलखा जिल्लाको प्रसिद्ध भीमेश्वर मन्दिरमा छु म चाहिँ अहिले। अब म चाहिँ पूजा गर्न नमिल्यो नि बाहिरै बसिरहेको थिएँ। यहाँनिर चाहिँ मेरो भेनाले चाहिँ पूजा गरेर निस्किसक्नुभयो। अब हामी फेरि फर्किन लागिरहेछौँ यहाँबाट। एकदम यस्तो ठाउँमा बस्दाखेरि चाहिँ लास्टै मजाको भाइब आउँछ। एकदम आनन्द, इनर्जेटिक फिल हुन्छ होइन। अनि यहाँ पछाडि यो चाहिँ रुद्राक्षको बोट रहेको छ। अब फाइनल्ली हामी चाहिँ ब्याक टु होम हुँदैछौँ। अब यहाँनिर तलतिर एउटा त्रिपुरेश्वर पार्क भन्ने छ। हामी चाहिँ त्यो पार्कतर्फ जाँदैछौँ। त्यहाँको भ्यूहरू पनि कस्तो छ एकचोटि हेरेर फर्किनुपर्छ। म फाइनली 3 वर्षपछि चाहिँ यहाँनिर आएको छु। त्यही पनि दर्शन गर्न चाहिँ पाएन, हाम्रो केही प्रब्लम भएर। सो
हामी चाहिँ फर्किँदैछौँ है त मजा आयो तँलाई भित्र छिरेर दर्शन गरिस् के भनेर दर्शन गरिस् त्यहाँनिर चाहिँ गौरी शङ्कर हिमाल देख्न सकिन्छ गौरी शङ्कर हिमालमा अहिले चाहिँ पुरै बादल लगाइरहेछ क्लियर भ्यू छैन बिहान आउने बेला चाहिँ हल्का क्लियर देखिरहेको थियो ठ्याक्क गौरी शङ्कर हिमाल पारिपट्टि र वारिपट्टि दोलखा भीमेश्वर मन्दिर रहेको छ हामी चाहिँ यहाँबाट हल्का च्यापान गरेर चाहिँ त्रिपुरेश्वर पार्कतर्फ जान्छौँ त्यहाँ पनि एकदम राम्रो भ्यू छ यो सबै ढुङ्गाहरूले मात्रै बनाइएको छ यो सिडीहरू यहाँको आज मङ्गलबारको दिन राम्रो मौसम भइरहेछ अहिले चाहिँ एकदम कुल प्लेस छ दोलखाको फेमस दोलखा भीमेश्वर मन्दिर राजा महाराजाले नि पूजा गर्ने मन्दिर हो यो चाहिँ यता पार्किङ रहेको छ हामी चाहिँ दोलखा भीमसेन मन्दिरबाट निस्केर खाजासाजा खाएर त्रिपुरेश्वर पार्कतर्फ जाँदैछौँ यो अगाडि तल देख्ने त्रिपुरेश्वर पार्क हो यहाँ चाहिँ भ्यूको लागि चाहिँ पर्फेक्ट ठाउँ छ म एकचोटि मात्रै आएको थिएँ पहिला लाग्दैन ट्याक्स तपाईँले 5.5 लाख मात्रै कमाउनु पर्छ होइन भनेपछि देखिनु पऱ्यो त्यसरी पर ब्याङ्कमा आएको देखिनु हुस्सुले छोपेछ यहाँको भ्यू हेर्न आएको भ्यू नै देखिएन गाइस शिव शिव हाम्रो शिवजी पानीमाथि हुनुहुँदो रहेछ त यहाँ शिवजी यता अर्को शिवे यहाँ छ शिवजी यहाँ हुनुहुन्छ शिव कता शिव कहाँ छ भने गुफा नमस्कार नमस्कार गुफा कहाँ छ भने केटा मुनि हो हस् बिचरा बुढाले पैसा भगाउनु खोज्यो होला 20 रुपियाँ थियो भए दिनुहुन्थ्यो दिनलाई हो मलाई नि दिन मन लाग्छ यस्तो लाग्छ कोरियामा त दिन्छु पैसा माग्छन् त्यहाँ चाहिँ अनि मस्त जाड खाइदिरहेको हुन्छ है त्यस्तो हुन्छ कहाँ छ भने खोइ यहाँ मुनि मुनि भन्छु त अनि गर्लफ्रेन्डसँग होलास् नि त कतिचोटि ल्याएछ डुलाउनु यहाँबाट तामाकोसीको भ्यू चाहिँ खतरा देखिन्थ्यो पहिला आउँदाखेरि तामाकोसीको भ्यू यहाँबाट चाहिँ तामाकोसी देख्न सकिन्छ ट्याक्क तल बगिरहेछ क्या धमिलो देखिँदो रहेछ त है तर साउन्ड चाहिँ खतरा छ बसेरी कहाँ हो होइन कहाँ गएको लड्छ समीर तर दोलखा भनेको खतरै ठाउँ हुने होइन यो ढुङ्गा त चिप्लो छ अलिक जोगिनुपर्छ यहाँ तल जमिन छ त्यस्तो धेरै डर लाग्छ तामाकोसीको भ्यू खतरा कहाँ छ बसेरी खोइ बसेर ऊ त्यो मेरो घर अर्को उहाँ हुँदैन कुन ऊ त अलिकति बादल देखेर उयो गाउँ उयो खनेको छ नि खनेको भन्दा सिधै परको झुप्प गाउँ छ नि उयो एउटा दुइटा होइन झुप्प पल्लो चाहिँ हो त्यही हो ल त्यही उहाँ होइन उहाँ पारी बाटो त्यही हो यो बाटो हो मैना पोखरीकोबाट जाने त्यही हो मैना पोखरीबाट जाने ऊ त छड्की छ हामी चाहिँ अहिले त्रिपुरेश्वरको पार्कको डिलमा बसिरहेछौँ यहाँबाट चाहिँ तामाकोसीको भ्यू हेर्न सकिन्छ बादल नलागे भए गौरी शङ्कर यहाँनिर छ एउटा एकदम बबाल भ्यू देखिरहेछ है हो त्यही हो यहाँनिर चाहिँ धर्म गुफा छ भन्ने सुनेर आएको हेरौँ के रहेछ गौरी शङ्कर अहिले छेकिरहेको छ यहाँ हो
तामाकोसी त्यो भइगयो केटाहरू यहाँ माछा मार्न आउने खोला त्यही त हो। हामी जति जान सक्यो त्यति जान सक्छ यो गुफाको नाम चाहिँ के हो के हो लेखेको नि नाम चाहिँ के हो यो? के छ यहाँ? गुफा। हिँडेरै जान्छ नि चाहिँ हिँडेरै जाने हो। टुसुक्क बस्नुपर्छ होला नि त अलि यहाँबाट चाहिँ निहुरेर छिर्दियो मुखबाट अथवा उठेर यस्तो छड्के छिर्न सक्यो भने लुगा त सबै बिग्रिँदैछ नि अहिले त एकताल छिर्ने छिर्नु होइन हामी छ भनेको पो हो त धर्मद्वार होला खै एकचोटि हेरिदिनु यसरी यसरी हाम्रो गाइड शिव सर हुनुहुन्छ हामी चाहिँ अहिले गुफामा छौँ यो लाग्छ ल्याउ पर त्यहाँबाट मुनि हो सिधै मुनि ठुलै छ ठुलो त हो त त्रिपुरेश्वर गुफा यो हेर्न समावेश छ उयोसम्म छिर्दा ज्याकेट खोलेर एकचोटि लड्केलास अड्किँदैन अलि छड्के त मोटो छ क्या त्यहाँबाट छड्के पऱ्यो भने त छिरिन्छ फेरि अप्ठ्यारो छ त हो त्यहाँसम्म हो क्या अप्ठ्यारो त्यहाँबाट त फेरि कता यता लेफ्ट हो त्यसपछि मुनि हो त्यसपछि त त्यहाँबाट तल त किन जानु के छुयो ए टुसुको बसेर हिँड्न मन चाहिँ लुगा बिग्रिन्छ छड्दै आइज पर्दैन सुट सुट नजा नजा अनि निक्लिन्छ फेरि यतैबाट हो यहीँ हो निक्लिने यहीँबाट हो ए लु तल छ क्या यस्तो रहेछ यहाँको चाहिँ अवस्था छिर्न सकिएन टुसुको बसेर चाहिँ जान्छ यता चाहिँ कि त यसरी कति मिटरको गुफा हो यो यो तलसम्म गएको अन्धकार रहेछ डर लागेर फक्ने यहाँबाट गएर 50 मिटर तलसम्म चाहिँ गइदिउँ ठाडै क्या भर्टिकल छ यस्तो यसमा चाहिँ वेल ट्रेन मान्छे मात्रै जानुपर्छ न अड्क्यो भने बिजोग हुन्छ आर्मी जान्छ हामी यहाँबाट छिर्न सक्दैनौँ हामी चाहिँ ब्याक हुन पर्ने भयो नि त यो गुफा रहेछ यहाँबाट चाहिँ छिर्न मिल्छ भन्ने कुरा छ तर अलिकति पानी चुइरहेछ हामी चाहिँ छिर्नु अलिक असमर्थ भयो यहाँनिर यहाँबाट चाहिँ 100-200 मिटर चाहिँ भित्र छिर्न मिल्ने गुफा रहेछ यो बबाले छ छन चाहिँ अब पछि आउँदाखेरि ट्राई गर्नु पर्ला हामी चाहिँ त्रिपुरेश्वर पार्कबाट चाहिँ खाना भन्नलाई फोन गरेको थिएँ फर्किँदैछौँ अघि चाहिँ बिहान चाहिँ चिसो थियो हामीलाई चारवटा अहिले चाहिँ मौसम एकदम गर्मी भइरहेछ अलिक सिन नखुलेर बादलले गर्दाखेरि चाहिँ हिमालको चारजनासम्म हामी सिन चाहिँ हेर्नु पाएन तर ओभरअल बवालै भयो अब हामी यहाँबाट फर्केर चिकन चरीकोट बजारतर्फ जाँदैछौँ यो चाहिँ त्रिपुरेश्वर पार्क यहाँ माथि चाहिँ भीमेश्वर मन्दिर त्यही भइहाल्यो त्यो भीमेश्वर मन्दिर यहाँबाट चाहिँ टक्क हामी उकालो लाग्दैछौँ है त म चाहिँ चरीकोट बजारमा छु अहिले अब दोलखा दर्शन गरिसकेर अब फर्किन लागिरहेको छौँ हामी चाहिँ म चाहिँ चरीकोट भ्रमण सकेर अब घरतर्फ फर्किँदैछु हाम्रो यहाँबाट यात्रा भनेको 1 घन्टा आरबिटी हैन 1 घन्टा जतिको हुन्छ बिस्तारै खानासाना खाइयो चरीकोट बजारमा यो चाहिँ हाम्रो दोलखा जिल्लाको सदरमुकाम चरीकोटको साड्डो बाटोमा छ अहिले चाहिँ हामी चाहिँ अब घर फर्किँदैछौँ है फाइनल्ली